सबैजनाको एउटै प्रश्न छ। ताला लागेको भए पनि इजिबल नभएको भए पनि तल कन्टेन्ट मोनेटाइजेसन देखाएको थियो, तर आजभोलि त त्यो पनि सो हुँदैन। किन होला यस्तो गर्दाखेरि? अब भोलि नआउने हो कि भनेर पिर गर्दै हुनुहुन्छ साथीहरू। यसमा म क्लियर तपाईँहरूलाई मैले पहिले पनि भनेको थिएँ, तर पहिलाको भिडियो तपाईँहरूले हेर्न भ्याउनु भएन भने आजको भिडियो चाहिँ मजाले हेर्नु होला है त साथीहरू। तपाईहरुको के छ भनेदेखि ओरिजिनल साउन्डको अथवा ओरिजिनल फेस तपाईहरुले देखाएर गर्नु भएको छ, डान्सिङ नै गर्नु भएको छ अथवा जे गर्नु भएको छ, तपाईको फेसबुकमा देखिएको छ अथवा भिडियोमा देखिएको छ भने नडराउनु। अनि तपाईको फोटोहरु पनि तपाईले अब खेलाडीहरुको कहीँबाट गुगलबाट उठाएर अथवा कहीँबाट ल्याएर अनि एआई को फोटो ल्याएको छ, एआई इनेबल गरेको छैन भने त्यस्तो कुरा पनि तपाईले याद गर्नु होला साथीहरु। तपाईहरुले अर्काको कपी गरेको कुनै पनि कपी पेस्ट मात्रै गरेको कसैको भिडियो छ भने पनि याद गर्नु होला, त्यस्तो भिडियो हटाइदिनु होला र तपाईले अरूका फोटोहरु पनि हटाइदिनु होला। र अरूको भिडियो जुन चाहिँ तपाई देखिनु नै भएको छैन, तपाईको क्यामेराले खिचेको हो भने ठिकै छ हदसम्म, तर तपाईको क्यामेराले नै खिचे पनि तपाईहरु देखिनै पर्ने आवश्यकता छ के साथीहरु अहिले। त्यही भएकाले गर्दा चाहिँ साथीहरु, अनि ओरिजिनल भनेको त ओरिजिनल तपाईले के हुन्छ भने गिर साउन्डमै बनाउनु भएको छ भने तपाई देखिएको हुनु पर्यो क्या। तपाईले टिकटकको रिल हाल्नु भएको छ भने तपाई देखिएको हुनु पर्यो। कपिराइटहरु लागेको छ कि छैन इस्युहरु चेक गर्नु होला। र तपाईको त्यो टिकटकको लोगो टिकटक भनेर देखाएको हुन्छ, इन्स्टाग्राम भनेर देखाएको हुन्छ, हो त्यस्तो लोगो भएका भिडियोहरु पनि तपाईहरुले युज नगर्नु होला है त साथीहरु। तपाई जति सक्नुहुन्छ आफ्नो ओरिजिनल एकदम अर्ग्यानिक कुराहरु दिने कोसिस गर्नु होला साथीहरु। अब 1-1.5 महिना छ भनेको तपाईहरु कडा परिश्रम गर्ने मान्छेहरुलाई जनवरीको पहिलो हप्तासम्ममा दिने कुरा भएको छ नि हैन साथीहरु। तपाईहरुलाई थाहा छँदै छ नयाँ अपडेटको बारेमा। त्यही भएकाले गर्दाखेरि साथीहरु तपाईहरु नडराउनु होला। तल छैन भने पनि केही गर्दैन, अहिले इन्भाइट अन्ली बेसमा छ। इन्भाइट अन्ली बेस भनेको फेसबुकले आफै दिने हो क्या, जो कति बेला दिन्छ हामीलाई थाहै हुँदैन। अनि ठ्याक्क लिएपछि टपक्क टिपेर सेटअप गर्ने, त्यति मात्रै हो साथीहरु। न कुनै ठुलो क्रिएटरले तपाईलाई दिन सक्छ, न त कुनै सेटिङ अन गर्दाखेरि आउँछ, केही होइन। यो भनेको तपाईको मेहनत हो। तपाईले जसरी गर्नुहुन्छ तपाईको ओरिजिनल कन्टेन्टहरु जति हाल्नुहुन्छ त्यो आफै तपाईको 15-20 दिनमा ठ्याक्क आउँछ। कि त सेटअप भनेर आउँछ, कि त तर नट इजिबलमा देख्नुहुन्छ र 15-20 दिनमा त्यसको 15-20 दिनमा सेटअप भनेर आउँछ साथीहरु। त्यसैले तपाईहरुले आफ्नो काममा फोकस गर्नु होला, अर्काको भिडियोहरु पटक्कै नहाल्नु होला। तपाईहरु कन्टेन्ट मोनेटाइजेसन नआउन्जेल चाहिँ तपाईहरुले बिठै गर्दै नगर्नु है। अर्काको भिडियोहरु हाल्दै नहाल्नु, तपाईहरुलाई धेरै समस्या हुन सक्छ। तपाईहरु एकदम आफ्नै मात्रै कन्टेन्टमा फोकस गर्नु होला क्या साथीहरु। तपाईहरुले जति आफ्नो कन्टेन्टमा फोकस गर्नुभयो त्यति तपाईहरुलाई फाइदा छ, थाहा छ साथीहरु। आफ्नै भिडियो एकदम यसरी देखिएको आफ्नै तपाईहरुलाई अब बोल्नै आउँदैन तपाईहरु जस्तो भन्नुहुन्छ, कसैले बोल्नुहुन्न भन्ने पनि ठिकै छ, तर तपाईहरु कम्तीमा यसरी आफू देखिएर चाहिँ गीतमा पनि लिपसिङ गर्नुहोस् न। अब लिपसिङको पनि एकदमै कम्ती चान्स हुन्छ हुन चाहिँ, तर दिइराखेकै छ हैन। त्यसलाई चाहिँ अब होइन भन्न मिल्दैन, किनभने हाम्रै आँखाले पनि देखेको छ र हाम्रै कति साथीहरुले पनि लिपसिङमा चाहिँ ल्याउनु भएको छ, कन्टेन्ट मोनेटाइजेसन आएको छ। जस्तो 2 महिनादेखि माथि अनि 4 महिनाको भित्रमा धेरै साथीहरुले त्यतिमै छोटै समयमा पाउनु भएको छ। कति साथीहरुले चाहिँ अलिक धेरै समय पर्खिनु परेको छ, तर के कारणले गर्दाखेरि भन्दा आफ्नै गल्तीका कारणले हो। अनि डिलिट गरेर सबै कुराहरु पहिलाका कुराहरु डिलिट गरेर अनि फेरि रिकभर गरेर आउँदा मात्रै ढिलो भएको छ है साथीहरु। तपाईहरु नआत्तिकिन काम गर्नु होला। मोनेटाइजेसन छैन भनेर पनि केही हुँदैन, तपाईहरुको इन्भाइट अन्ली बेस हो, आउँछ है त साथीहरु। भिडियो अलिक लामो भए पनि जानकारीमूलक छ, हेरेर लाइक कमेन्ट गर्दिन नभुल्नु होला साथीहरु। हस्त धन्यवाद, नमस्कार।